पहिलो तलब आयो, घरमा पठाइहाल्छु। बुढीले पर्खिरहेकी होला। मैले पैसा पठाएँ है, अलि ढिला भयो, कामको चाप धेरै थियो। पुग्ला नि, केही अप्ठ्यारो त छैन? नि पुग्छ, चिन्ता नगर्नुहोस्, अहिले त सबै खुसी छन्। बुबा, हामीलाई नयाँ किताब किनिदिनु है। जाउँ आज घुम्न मेरो गाडीमा। वाउ, यो त तिम्रो कार पो रहेछ। जाउँ न घुम्न, आज रमाइलो गरौँ। वाह, तिम्रो गाडी त कति राम्रो रहेछ है। साँच्चो एकदमै रमाइलो लाग्यो। तिम्रो कतारमा भएको बुढा भन्दा म तिमीलाई धेरै खुसी राख्न सक्थेँ। मेरो बुढाले जाबो 50,000 पठाइदिन्छ। त्यति पैसाले त आफूलाई के पुग्छ र? तिमीसँग घुम्न जाँदा एकदमै रमाइलो भयो। फेरि पनि सँगै जानुपर्छ है। आजकल फोन किन उठाउँदिनौ? बिहान घरको काम, दिउँसो खेत, राति थाकेर निद्रा लाग्छ। म यहाँ दिनभर घरको काममा खटिरहेको हुन्छु। तिमीलाई त्यो पनि थाहा छैन।